तपाईलाई विश्वास लाग्दैन होला, जापानमा एउटा यति सानो कुकुर पाल्न पनि 1 महिनाको लगभग 50,000 भन्दा बढी खर्च हुँदो रहेछ। हामी बस्ने यो ठाउँ अलिक गाउँ एरिया भएकोले हाम्रो घर वरिपरि एभ्री टाइम 3-4 वटा यस्तै बिरालो घुमिरहेका हुन्छन्। तर इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने हाम्रो नेपालमा जस्तै कालो बिरालोले बाटो काट्दियो भने जापानिज मान्छेहरूले पनि यसलाई एकदमै अशुभ मान्दो रहेछन्। मैले यो कुरा हाम्रो नेपालमा मात्र होला भन्ने सोचेथे, तर जापान जस्तो डेभलप कन्ट्रीमा पनि यस्तो अन्धविश्वास मान्दो रहेछन्। र अहिले जापान एकदमै महँगो भएकोले जापानिज मान्छेले बच्चा पाउनु त परको कुरा हो, कोहीले त बिहे नै नगरी जिन्दगी बिताउने भन्दो रहेछन्। र कुनै मान्छे चाहिँ एकदमै लोन्ली भएर उनीहरूले आफ्नो जिन्दगी कुकुरसँगै बिताउँछन्। मैले आफैले देखेको अचम्मको कुरा चाहिँ मसँग एउटा 65 वर्षको हजुरआमाले सँगै काम गर्नुहुन्छ र उहाँले आफ्नो घरमा पाल्नु भएको छ 7 वटा यति क्युट कुकुरहरू। उहाँले महिनाभरि मेहनत गरेर कमाएको पैसा सबै लगाउनु हुँदो रहेछ कुकुरकै खानामै। मैले हाम्रो नेपालमा 3 वटासम्म कुकुर पालेको त देखेको थिएँ, तर 7-7 वटा कुकुर पाल्नु सानोतिनो कुरा पटक्कै होइन।